क्रस गरेर जाँदैछौँ है। मोबाइल छ क्या है भाइ, यस्तो छ ट्रेकर्स लाइन हेर्नु, यस्तो दामी छ क्या, चिटिक्क परेको हौ फुल्यो नि हौ। वाउ यस्तो छ पुल हेर्नु, यहाँको पुल। यहाँबाट अब हामी जाँदैछौँ पुल क्रस गरेर लामदुकतर्फ जाँदैछौँ हामी। यस्तो छ पुल होइन, एकदम किनकि ओह्रालो पुरै ठाडै ओह्रालो आइसक्यो होइन। अनि अब यहाँको नि हेर्नु, जहाँ हेरे पनि त्यस्तै हो क्या, डिजाइनहरू एकदम राम्रो क्या, सजावट नै बढी। अनि यहाँ पुग्यो अब यहाँ भनाइअनुसारको चाहिँ यहाँ चाहिँ के छ भने तपाईँहरूको यहाँको मान्छे चाहिँ एउटा घरको मान्छे सबै लाउरे भनेर भन्छ, किनकि त्यही भएर पनि लाउरे भन्छ होइन। त्यही भएर यहाँ एक नासको घर छ है। यो हेर्नु यस्तो एक नासको छ यहाँ घर, ल हेर्नु त कति सुन्दर छ होइन, एकदम। सबै के छ भन्दाखेरि यो लाउरे बस्तीमा चाहिँ यहाँको एउटा घर बराबरको मान्छे चाहिँ लाउरमा छ अरे क्या। लाउरमा मतलब लाउरे भिजेको होइन, त्यही भएर यसलाई चाहिँ लाउरे बस्ती पनि भन्छ। किनकि यो बस्ती भनेको एकदम पहिलादेखि नै पुरानो होइन, पुरानो डिजाइनको एकदम भूकम्पले पनि क्षति ग्रस्त नगरेको, अहिले हाल मानिस बस्दै आइरहेको त्यो बस्तीमा चाहिँ होइन। यहाँ चाहिँ अधिकांश भनेको घामटुकमा भनेको चाहिँ सबैभन्दा बढी भनेको चाहिँ यहाँ बढी मान्छे आउने गर्छ, किनकि यो भनेको एउटा सुन्दर छ, आफैमा यस्तो गुरुङ मगरहरू यहाँ बस्छ होइन। आफ्नै कल्चर छ, कल्चर ड्रेस छ, अनि आफ्नै स्टाइलको आफ्नै रीतिरिवाज भएको होइन। यहाँ चाहिँ अब यहाँ हामी बस्दा पनि उनीहरूले आफ्नै कल्चर अनुसार चाहिँ एकदम स्वागत गर्ने होइन, मतलब घुम्न आउने मान्छेहरूलाई बस्न उनीहरूले एकदम सम्मानको साथ एकदम राम्रो मान्ने होइन। त्यो भन्छ अब यसले चाहिँ हरेक काम गर्छ यहाँको, किनकि विकट ठाउँमा सडक नपुगेको ठाउँमा चाहिँ यसको चाहिँ ठुलो महत्त्वपूर्ण हुन्छ। अब जस्तै हेर्नु ल, यहाँको हेर्नु कस्तो तरिकाले बोकिरहेको छ ढुङ्गा, मान्छेले बोक्नु पर्दैन क्या, यसले यस्तो दुःख कठिन साथ होइन यस्तो दामीसँग बोक्छ कि अब यसले होइन। यस्तो तरिकाको छ एकदम, यस्तो तरिकाको छ। यसले मलाई यहाँ हान्ला जस्तो नि भयो, यसले हान्ला जस्तो छ मलाई है, एकदम राम्रो छ। यस्तो छ हेर्नु ल, यस्तो दामीसँग बोक्छ क्या, कति कठिन छ यस्तोतिर लगाउनु पर्ने हुन्छ। कति सफा छ ल हेर्नु, एउटा केही तपाईँले फोहोर देख्नुहुन्छ है, ल हेर्नु कति सफा छ, एकदम सफा छ ल। वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी चाहिँ लामदुकबाट गान्तोक जाँदैछौँ होइन। तपाईँहरूले लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नु चाहिँ नभर्दैन, म तपाईँहरूलाई अवश्य आजको दिनको चाहिँ एउटा छोटो मिठो भ्लग राख्न चाहन्छु होइन। गान्तोकतर्फ जाँदैछौँ लामदुकबाट। हिजो हामी अब के अरे लामदुकमा बसेको थियो होइन, आज चाहिँ हामी अब गान्तोकतर्फ जाँदैछौँ। त्यो पारी उर्सु लागेको ठाउँमै छौँ। तपाईँहरूलाई म चाहिँ सर्ट क्लिपहरू देखाउँदै पनि जान्छु। यस्तो छ मौसम, पारी त्यो उकालो जानुपर्छ हामी गान्तोक पुग्नलाई चाहिँ। बाटो हेर्नु यस्तो छ बाटोहरू एकदम नै होइन, सिटी ओह्रालो जानुपर्छ, तलसम्म तल गएर पुग्नुपर्छ ओह्रालो हुँदै। बाटो एकदम गाह्रो छ है, ओह्रालो झर्न पनि गाह्रो भइरहेछ हामीलाई होइन। धेरै ओह्रालो छ, टाढै ओह्रालो यहाँबाट यसरी झर्दैछौँ है। यहाँ चाहिँ घरहरू यस्तो छ है, यहाँको चाहिँ घरहरू। बाटो चाहिँ भने एकदमै सिडी छ, सिडीमै झर्नुपर्ने होइन। यस्तो छ बाटो केही त ल, यतिरको बिल्डिङ होइन नि त त्यो फेरि। यो भनेको एकदम यहाँ गुरुङ मगर बस्ती छ होइन, घर यस्तो चाहिँ हेर्नु एकदम कटेज हो होइन। यस्तै ठाउँमा नै होटलहरू एकदम रमाइलो भिआइपी होइन, एटेच बाथरुम भएको होटलहरू छ यता। यो चाहिँ लामदुक भन्ने बित्तिकै अब हो होइन। टुरिज्म एरियामा चाहिँ अब सबैजना नेपाली, अधिकांशले नेपाली पनि आउने गर्छ यहाँ चाहिँ
विदेशीहरू लगायत नेपालीहरू पनि धेरै आउने गर्छ। अनि यहाँको बाटोहरू यस्तो छ, घरहरू यस्तो छ होइन। साथीहरू तपाईँहरू पनि आउनु होला। हेर्नु माथि जङ्गल छ, त्यो माथि यस्तो भिलेज ए हो माथि होइन। यस्तो चाहिँ अब यहाँ चाहिँ ल झर्दैछु म। यहाँको घरहरू यस्तो छ। गेस्ट हाउस देख्नुभयो भने कस्तो दामी छ हेर्नु न। गेस्ट हाउस कति राम्रो छ हेर्दाखेरि सानो तर चिटिक्क दामी फुलेर नै आऊ एकदम रमाइलो भन्नु नपर्ने सोचेर तपाईँले एकदम राम्रो छ। तल गहिरोमा पुगेर गहिरोबाट माथि डाँडामा पुग्नुपर्छ। यस्तो छ त्यो ठाउँमा पुग्नुपर्छ। तल गहिरोमा पुगेर यस्तो छ हामी होइन खोलामा पुगिसकेका छौँ होइन। तल चाहिँ पारि जानुपर्ने हुन्छ। यो तरेर चाहिँ पारि जानुपर्ने हुन्छ। तर्दैछौँ शान्त क्या ठाउँ। यस्तो बवाल छ नि साथीहरू, यस्तो बवाल छ नि। त्यो चाहिँ अब यही हो क्या रेस्टुरेन्टहरू भनेको, लजहरू भनेको यही हो क्या। यस्तो हुन्छ क्या होइन। यो हुन्छ अहिले अब हामी पुग्नुपर्ने चाहिँ यो माथि डाँडा माथि हो क्या। डाँडा माथि दुईवटा डाँडा देखिरहेको छ नि, यो डाँडा माथि हो होइन। अहिले चाहिँ अब हामी यहाँ एकछिन रेस्ट गरिरहेछौँ किनकि ओह्रालो पुरै ठाडै ओह्रालो आइसक्यो होइन। अनि अब यहाँको नि हेर्नु जहाँ हेरे पनि त्यस्तै हो क्या। डिजाइनहरू एकदम राम्रो क्या, सजावट नै बढी होइन। यहाँ पुगेका छौँ है साथीहरू। यस्तो छ वेदर चाहिँ यहाँको होइन। अब हामी यहाँबाट माथि जान्छौँ उकालो गान्द्रुक। ओके म चाहिँ अहिले होइन गान्द्रुक पुगिसकेको छु होइन। गान्द्रुकमा यस्तो छ हेर्नु वेदर। पारिबाट आएको हामी अहिले त अब मौसम सफा भन्नु कारणले केही देखिरहेको छैन। यो गान्द्रुक होइन। यस्तो तरिकाको छ हेर्नु गान्द्रुक, एकदम रमाइलो छ है साथीहरू। एकदम सोचे भन्दा पनि होइन यस्तो ठाउँमा चाहिँ गरेर ल हेर्नु यहाँ कस्तो दामी छ एट्याच। हामी चाहिँ यो रुममा बसिरहेको छौँ होइन। यो रुममा हो हामी चाहिँ। यहाँको चाहिँ यस्तो छ साथीहरू होइन। अब हामी जाँदैछौँ घुम्नको लागि है। घुम्न चाहिँ अब हामी यता म्युजियमहरू धेरै कुरा छ यहाँ, लाउरे बस्तीहरू हरेक कुराहरू यहाँ छ होइन। घुम्नको लागि जाँदैछौँ। त्यसैले अब तपाईँलाई एकछिनमा चाहिँ म फेरि त्यो माथि भिडियोहरू हाल्नेछु होइन। अब म जाँदैछु यतातिर होइन। यस्तो छ यहाँको माहौल चाहिँ होइन, एकदम रमाइलो छ होइन। अब म चाहिँ यहाँबाट जाँदैछु, घुम्न जाँदैछु यतातिरबाट। यस्तो सबै यस्तो छ है, अलि खाली छ यहाँ सब यस्तो छ होइन। जाँदैछु घुम्नु। यस्तो छ यहाँ चाहिँ यस्ताहरू
है साथीहरू म चाहिँ घुम्न जाँदैछु है रमाइलो तरिकाले क्या है कस्तो छ हेर्नु रमाइलो छ होइन घुम्न जाँदैछु म घर इँटाभन्दा कमी छैन क्या इँटा हामी यता जाँदैछौँ होइन यस्तो छ यहाँको खनै पो गाँच्नु दिबा यस्तो छ है वाउ वाउ जाँदैछौँ हामी यहाँ चाहिँ विशेष गरी होइन राई लिम्बू गुरुङहरूको बस्ती छ विशेष गरी यस्तो छैन सरी म झन्डै लडेँ साथीहरू यसले गर्दा छ है अब हामी जाँदैछौँ यहाँबाट यस्तो छ यताको हेर्नु वाउ ब्युटिफुल भिलेज है एकदम मजाको होइन जाँदैछु कस्तो दामी दामी ठाउँ छ चाहिँ हामी अब यहाँ गुरुङ ड्रेस हामी ड्रेसअप गरेर टिकटकमा भाइरल छ नि यता यतै हो क्या यस्तो तरिकाले लाउने होइन गुरुङ ड्रेस चाहिँ यहाँ चाहिँ पैसा तिरेर लाउनु पर्ने हुन्छ होइन नपढी चाहिँ विदेशीहरूलाई भन्दा पनि हाम्रो देश नेपालकै नागरिकहरूलाई अहिले चाहिँ म होइन अब यहाँ गुरुङ बस्ती पुगिसकेको चाहिँ यहाँको चाहिँ एकदमै यो मोस्ट पपुलर होइन ब्रिटिस मान्छेहरू यो ठाउँमा पनि आउने गर्छ लालीगुडी बस्ती हुन्छ त्यही भएर अब म यहाँ आएको छु होइन मेरो साथीहरू एक नाचको छ यहाँको ल हेर्नु त कति सुन्दर छ होइन एकदम पहिलाको पुरानो छ के छ भन्दाखेरि यहाँको एउटा घर बराबरको मान्छे चाहिँ लाउरमा छ क्या लाउरमा मतलब लाउरे गरेको होइन लाउरे बस्ती पनि भन्छ बस्ती भनेको एकदम पहिलादेखि नै पुरानो होइन पुरानो डिजाइनको एकदम भूकम्पले पनि क्षति ग्रस्त नगरेको अहिले हाल मानिस बस्ती आइरहेको त्यो बस्तीमा काभ्रेको भनेको यहाँ बढी मान्छे आउने पहिलो हेर्नु अब म यो लाउरे बस्तीभित्र पसिसकेँ होइन यहाँको चाहिँ यस्तो छ माहौल होइन म जाँदैछु अब तपाईँहरूलाई पनि देखाउँछु म हेर्छु पनि होइन म रमाइलो नि गर्छु तपाईँहरूलाई पनि अब यही भिडियो मार्फत रमाइलो होस् भन्न चाहन्छु किनकि होइन यस्तो रमाइलो छ है एकदम हेर्नु घरहरू यस्तो तरिकाको छ होइन लाउरे बस्ती छ त्यही भएर म जाँदैछु है तपाईँहरूलाई पनि यही भिडियो मार्फत चाहिँ देखाउँछु चाहिँ हाम्रो मनिष घुम्न पनि रहेको सानो होइन हेर्नु सक्छु तर म अहिले यसो जाँदैछु यता पछाडि चाहिँ फेरि अर्को के छ भने यो आइरहेछ ल हेर्नु यो चाहिँ यहाँको भनेको चाहिँ एकदम नै उस नै हो होइन यसले चाहिँ हरेक काम गर्छ यहाँको किनकि विकट ठाउँमा सडक नपुगेको ठाउँमा चाहिँ यसको चाहिँ ठुलो महत्त्वपूर्ण हुन्छ जस्तै हेर्नु ल यहाँको हेर्नु कस्तो तरिकाले पुगिरहेको छ ढुङ्गा मान्छेले पुग्नु पर्दैन क्या यसले यस्तो दुःख कठिन साथ होइन यस्तो दामीसँग पुग्छ कि अब यसले होइन यस्तो तरिकाको छ एकदम यस्तो तरिकाको छ यसले मलाई यहाँ हान्ला जस्तो नि भयो यसले हान्ला जस्तो छ मलाई है राम्रो छ यसले यस्तो छ हेर्नु ल यस्तो दामीसँग पुग्छ क्या कति कठिन छ यस्तो यो सिमेन्ट पाल्दा युज गरेको छैन माटो र ढुङ्गाको स्लिप होइन
बाटोहरू यस्तै छ होइन, पुरै ढुङ्गै एकदम रमाइलो। अब हामीले यो सुरुमा देख्दा त अब हेर्नु टिकटकमा भाइरल नै यहाँबाट यो गुरुङ ड्रेस हो, सबैले लगाउँछ होइन, यसरी लगाउनु पैसा तिरेर लगाउनु पर्ने हुन्छ होइन। उसो यहाँ लेखा छ हेर्नु, निसान गुरुङ ड्रेस हाउस भनेर। यहाँ चाहिँ अब पैसा तिरेर हामीले गुरुङ ड्रेस चाहिँ लाउनु पर्ने हुन्छ होइन। माथि हेर्नु माटो र ढुङ्गाको चाहिँ हो यो सिर्फ होइन, यसरी बनाइरहेको छ। ल हेर यस्तो दामी छ क्या। अब यस्तै भयो नि हेर्नु, यहाँ बस्न कति आनन्द आउँछ होला यस्तोमा। ल वाउ वाउ हेर्नु फेरि यस्तो छ यो बिल्डिङ। यता चाहिँ टप डाउन यस्तो छ। यहाँ चाहिँ यस्तो छ है, यहाँ चाहिँ कति सफा छ। ल हेर्नु एउटा केही तपाईँले फोहोर देख्नुहुन्छ है। ल कति सफा छ, एकदमै सफा छ। ल कलर